सुरु हुन गइरहेको छ सानबेरी 11 वर्ष सानबेरी 3 को गेम सानबेरी 11 ले फिल्डिङ रोजेको छ टस जितेर रेडी सानबेरी 11 द्वारा जीवन केसी बलिङमा उठिसकेका छन् र ब्याटिङमा हुनुहुन्छ हाम्रो अर्जुन घट्टी दाइ र विनोद नखाल फर्स्ट ओभरमै चौका आउन सफल अर्जुन घट्टी दाइद्वारा एकदमै राम्रो ग्याप निकालेर चौका निकाल्नु भएको छ हाम्रो स्वयंसेवकहरूले बल बाउन्ड्री बाहिर गएको बल एकदम छिटोभन्दा छिटो ल्याइदिनु होला सबैजना स्वयंसेवकहरूले एकदमै अनुशासित भएर सहयोग गरिदिनु होला सबैजनाले नो बल पनि अर्जुन दाइद्वारा चौका छक्का प्रहार भएको छ सफल 3 नम्बरको ब्याट्सम्यान अर्जुन घट्टी एकदमै राम्रो लयमा हुनु पनि आउट हुनु पुग्नुभयो सानीबेरी 3 को पहिलो विकेट गुमेको छ यहाँ यो सँगै सानीबेरी 3 लाई ठुलो झट्का लागेको छ अब क्रिजमा हार्ड हिटर बालकुमार नकालको एन्ट्री भइसकेको छ उहाँबाट हामी लामो लामो छक्काको आश गरिरहेका छौं को बलिङ बालकुमार नकालको ब्याटिङ हेरौँ बल ब्याटमा कनेक्ट हुन्छ कि स्टम्पमा कनेक्ट हुन्छ
बल उता जाने ट्याक्क टिपी ल्याएर दिए भित्र फेरि पनि सानीबेरी टिमलाई घरको झट्का लागिसकेको छ। यससँगै सानीबेरी 3 को 2वटा विकेट गुमिसकेको छ भने अहिले सानीबेरी 11 चाहिँ लयमा देखिरहेको छ। सानीबेरी 11 चाहिँ अहिले एकदमै सबै टिमको टिम क्याप्टेन कृपया यहाँ आइदिनु होला। सुशान्त नेपाली फर्स्ट ओभर कम्प्लिट। एकदमै राम्रो लयमा छन् दुवैवटा टिम। पहिलो ओभरमै 2वटा विकेट गुमाउन पुग्यो हाम्रो सानीबेरी टिम। पहिलो ओभरमा 2 विकेट गुमाउँदै सानीबेरी टिमले 12 रन जोड्न सफल भएको छ। दोस्रो ओभर सुरु हुन गइरहेको छ। दोस्रो ओभर गर्न आउनुभएको छ हाम्रो रोशन केसी। पहिलो ओभरमा 2 विकेट गुमाउँदै 12 रन जोड्न सफल भएको छ सानीबेरी 3। एकदमै राम्रो फिल्डिङ। नो बल इशारा एम्पायरद्वारा फ्री हिटको। एकदमै राम्रो बल। राम्रो बल गर्दै हाम्रो रोशन के बोल्नु लागि रोशन केसीबाट एकदमै राम्रो बलिङ प्रदर्शन भइरहेको छ यहाँ।
राम्रो बल गर्दै हाम्रो रोशन केसी भाइ एकदमै लयमा देखिरहेका छन् हाम्रो बलर रोशन। रोशन नेपालीबाट एकदमै राम्रो सट प्रहार भइरहेको छ। यो सँगै दोस्रो ओभरको समाप्ति भएको छ। दोस्रो ओभरको समाप्तिमा सानीभेरी टिमले 21 रन जोड्न सफल भएको छ भने सानीभेरी 11ले 2 विकेट हात पारेको छ। आफ्नो दोस्रो ओभर लिएर जीवन केसी आइसकेका छन्। एकदमै राम्रो बलिङ गर्दै जीवन केसी। जीवन केसीबाट एउटा वाइड भएको छ। यो सँगै सानीभेरी टिमको स्कोर 23 पुगिसकेको छ। यहाँ एम्पायरद्वारा नो बलको इसारा गरिएको छ। हाम्रो एम्पायरमा मेन एम्पायरमा विवश गिरी र सहायक एम्पायरमा हाम्रो पिटर सर हुनुहुन्छ। सुशान्त नेपालीबाट एकदमै राम्रो शट प्रहार भएको छ। यो छक्कासँगै सानीभेरी टिमको स्कोर 30 पुगिसकेको छ। फेरि पनि एम्पायरद्वारा नो बलको इसारा गरिएको छ।
यो ओभरमा 2 वटा नो बल। चक्रबहादुर भण्डारी कहाँ हुनुहुन्छ? कृपया यहाँ स्टेजमा आइदिनु होला। चक्रबहादुर भण्डारी। अहिले जीवन केसीबाट व्हाइट बलको इशारा गरेको छ एम्पायरद्वारा। यो सँगै फ्री हिट अझै जारी रहनेछ। एकदमै राम्रो बलिङ। एकदमै राम्रो बलिङ भइरहेछ जीवन केसीद्वारा। एकदमै राम्रो बलिङ। 3 ओभरको समाप्तिमा सानीभेरी टिमले 2 विकेट गुमाउँदै 33 रन बनाउन सफल भएको छ। तीन ओभरको समाप्तिमा सानीभेरी टिमले 2 विकेट गुमाउँदै 33 रन जोड्न सफल भएको छ। प्रकाश खड्काद्वारा एकदमै राम्रो बलिङको सुरुवात भइरहेको छ यहाँ। एम्पायरद्वारा व्हाइट बलको इशारा। एकदमै राम्रो बलिङ गर्दै प्रकाश खड्काले आफ्नो चौथो बल, पहिलो बल 1 रन, दोस्रो डट र तेस्रो वाइड मिल्दै अर्को पनि डट बल खेलाउन सफल भएका छन्। सुशान्त नेपालीद्वारा एकदमै राम्रो शट प्रहार भएको छ र एम्पायरद्वारा 6 को इशारा।
फेरि पनि सुशान्त नेपालीद्वारा बााउन्ड्री गएको छ। अहिले चाहिँ चौका रहेको छ। यो चौकासँगै सानीबेरी टिमको स्कोर 45 रन पुगिसकेको छ आफ्नो महत्त्वपूर्ण 2 विकेट गुमाउँदै। चार ओभरको समाप्तिमा सानीबेरी टिमले आफ्नो महत्त्वपूर्ण 2 विकेट गुमाउँदै 45 रन जोड्न सफल भएको छ। सानीबेरी 11 बाट एकदमै नराम्रो फिल्डिङ भइरहेको छ अहिले। यो 2 रनसँगै सानीबेरी टिमको स्कोर कार्डमा 50 रन पुरा भइसकेको छ। एम्पायरद्वारा वाइड बलको इशारा। सानीबेरी टिमलाई फेरि अर्को एकदमै ठुलो झट्का लागिसकेको छ। यससँगै सानीबेरी टिमको 3 वटा विकेट गुमिसकेको छ।
भने सानीभेरी 11 चाहिँ आफ्नो लयमा फर्किसकेको छ। सुशान्त नेपालीले 16 बलमा 27 रन बनाउनु भएको छ। एकदमै राम्रो शट प्रेम केसीद्वारा, एकदमै मिठो चौका हान्नु भएको छ उहाँले चाहिँ। 5 ओभरको समाप्तिमा सानीभेरी टिमले आफ्नो महत्त्वपूर्ण 3 विकेट गुमाउँदै 58 रन जोड्न सफल भएको छ। 5 ओभरको समाप्तिमा 3 विकेट गुमाउँदै 58 रन जोडेको छ सानीभेरी टिमले। अहिले 5 बनाए। ये कोई जवाब आ रहा